सो गाइज यो च्याप्टर चाहिँ हाम्रो कोलम वाला लास्ट च्याप्टर हो। यो च्याप्टरबाट हाम्रो 7 मार्क्सको क्वेसन आउँछ र मैले भर्खर पास्ट क्वेसनहरु सबै एनालाइज गर्दाखेरि मैले के भेटे भन्दा पास्ट क्वेसनहरु हेर्दाखेरि जहिले पनि युलर्स फर्मुला 7 मार्क्समा सोध्दो रहेछ। ढुक्क 100% यो पाली पनि भोलि पनि 100% यही क्वेसन हुन्छ। युलर फर्मुलाको 4 वटा कन्डिसन छ। के छ भन्दा एउटा बोथ इन्ड हिन्ज, ठीक छ, त्यस्तै अर्को बोथ इन्ड फिक्स्ड, ठीक छ, त्यसपछि वान फिक्स्ड अर्को फ्री अनि अर्को चाहिँ वान फिक्स्ड अर्को चाहिँ हिन्ज हो क्या। यस्तै 4 वटा समथिङ केस छ। सो 4 वटा मध्ये एउटा केस 7 मार्क्समा फिक्स, ठीक छ। हाम्रो 4 वटा मात्र पढे पनि पुग्छ यो कोलम वाला च्याप्टरबाट। सो सुरुमा हामी बोथ इन्ड हिन्ज बोथ इन्ड हिन्ज भन्ने पढ्छौं है त। सो सपोज हामीसँग एउटा पोइन्ट छ, यो बी छ, ठीक छ, त्यसपछि यो चाहिँ हिन्ज सपोर्ट छ, ठीक छ, यो हिन्ज सपोर्ट छ। हामीले हिन्ज सपोर्टलाई एउटा गोलोले डिटरमाइन गर्यौं, ठीक छ। यो ए छ, बी छ, यहाँदेखि यहाँसम्मको लेन्थ छ एल, ठीक छ। यो हाम्रो कोलम भयो। अब ठीक छ, अब जब मैले यसमा लोड लगाउँछु, पी लोड लगाएँ, पी फोर्स लगाएँ, त्यसपछि के हुन्छ, यो त के हुन्छ, यो त बेन्ड हुन्छ, यो त यसरी बेन्ड हुन्छ हिन्जमा, ठीक छ, बुझ्नुभयो। सुरुमा हाम्रो एबी यस्तो थियो, तर जब हामीले लोड लगायौं तब यस्तो भयो, ठीक छ। अब साइन कन्भेन्सन नै बुझौं न त। सपोज तिमीसँग यो हाम्रो कोलम छ, यो कोलममा हामीले लोड लगाउँदाखेरि यो कि त यता कि त यस्तो भयो भने यो हाम्रो नेगेटिभ हुन्छ। यदि हामीले यो लोड लगाउँदाखेरि कि त यता कि त यो यता गयो भने हाम्रो यो डट 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 चाहिँ सुरुको यस्तो भएको बेला यता कि त यता गयो भने यो हुन्छ पोजिटिभ, ठीक छ, बुझ्नुभयो। यो दुईटा बुझ्नुभयो। सो त्यसपछि हामीले ए देखि यो डिस्टेन्स एक्स डिस्टेन्समा जाँदाखेरि यो कति भयो, यो वाइ छ अरे, ठीक छ। हाम्रो यो चाहिँ डिफ्लेक्सन वाइ छ अरे, ठीक छ। अब लेट गरे, अब हाम्रो फेरि यो पोइन्टमा हाम्रो मोमेन्ट कति हुन्छ, मोमेन्ट भनेको के, फोर्स इन्टु परपेन्डिकुलर डिस्टेन्स। यहाँ लागेको फोर्स पी इन्टु परपेन्डिकुलर डिस्टेन्स हाम्रो के छ, वाइ, नेगेटिभ किनकि हाम्रो साइन कन्भेन्सन अनुसार यो यस्तो भयो नि त, पहिला यस्तो थियो पछि यस्तो हुँदाखेरि हामीले नेगेटिभ लेखेको, बुझ्नुभयो, ठीक छ। त्यस्तै अर्को मोमेन्टको फर्मुला हामीलाई के थाहा छ भन्दा EI d स्क्वायर y बाई dx स्क्वायर। यो कहाँबाट आयो थाहा भएन, तर यो फर्मुला मोमेन्टको अर्को फर्मुला रहेछ है त। सो यो रड्दिँदा हुन्छ। सो इक्वेसन 1 भयो, इक्वेसन 2 भयो। हामीले यो दुईटा फर्मुलाबाट इक्वेट गर्न सक्छौं। EI d स्क्वायर y बाई dx स्क्वायर इज इक्वल टु माइनस PY, त्यसपछि माइनस PY यता आउँदाखेरि EI d स्क्वायर y बाई dx स्क्वायर प्लस PY इज इक्वल टु 0, त्यसपछि EY उतापट्टि लिएर जाँदाखेरि dx स्क्वायर प्लस P बाई EI y इज इक्वल टु 0। यो इक्वेसन 3 मानौं, ठीक छ। यो इक्वेसन कस्तो छ, यो डिफरेन्शियल इक्वेसन जस्तो हो। हाम्रो डिफरेन्शियल इक्वेसनको के थियो, d स्क्वायर y बाई dx स्क्वायर प्लस ल्याम्डा स्क्वायर y इज इक्वल टु 0 छ भने हाम्रो y को भ्यालु के हुन्छ, y को भ्यालु हुन्छ a cos ल्याम्डा x प्लस b sin ल्याम्डा x नै, ठीक छ। हाम्रो यो फर्मुला तपाईहरुले बुझ्नु पर्यो, ठीक छ। सो त्यही अनुसार हामीले ल्याम्डा स्क्वायरलाई हामीले योसँग कम्पेयर गर्दाखेरि ल्याम्डा स्क्वायर हुन्छ p बाई EI, ल्याम्डा हुन्छ रुट अन्डर p बाई EI भनेपछि हाम्रो y हुन्छ a cos ल्याम्डा भनेको p बाई EI x रुट अन्डर प्लस b sin p अपन EI x, ठीक छ। यो सम्म आयो। अब के गर्ने भन्दा अब एट ए, ठीक छ। हाम्रो ए मा के छ, हाम्रो ए पोइन्टमा हाम्रो ए मा के छ, x पनि 0 छ, y पनि 0 छ। कसरी दाइ,
कसरी भन्दाखेरि यहाँदेखि यहाँसम्मको यो ए पोइन्टमा त एक्स त 0 छ नि त हाम्रो, यहाँ एक्स छ, यहाँ समथिङ होला, यस्तै यस्तै गर्दा यो पोइन्टमा त एक्स त 0 छ। त्यस्तै यो पोइन्टमा यता डिफ्लेक्ट केही पनि भएन, वाइ पनि 0 छ, ठिक छ। त्यस्तै हाम्रो बी पोइन्टमा के हुन्छ, हाम्रो बी पोइन्टमा एट बी, बीमा हाम्रो एक्स कति छ, बीमा हाम्रो एक्स छ हाम्रो यति छ, यो भनेको एल छ, एक्स हाम्रो एल छ, बीमा एक्स इजिकल टु एल छ, वाइ हाम्रो कति छ बी पोइन्टमा, यता कति नै डिफ्लेक्ट भएन भनेपछि वाइ 0 छ, ठिक छ, बीमा वाइ इजिकल टु 0 छ। अब यहाँ हेर्नु है त, सो मैले यो हाम्रो इक्वेसन 4 मानिदिउँ, यसमा मैले यसको भ्यालु राखिदिएँ भनेपछि वाइ इजिकल टु ए कस समथिङ इन्टु हाम्रो एक्सको भ्यालु 0 राख्यो नि त, समथिङ इन्टु 0 भनेको 0 प्लस बी साइन समथिङ, यहाँ समथिङ इन्टु एक्सको भ्यालु 0 राख्दाखेरि 0, सो यो गर्दाखेरि हाम्रो वाइ कति हो, वाइको हाम्रो 0 राखौँ, 0 इजिकल टु ए कस 0 भनेको 1 प्लस बी इन्टु साइन 0 भनेको 0 भनेपछि ए इजिकल टु 0 आयो, ठिक छ। त्यस्तै एट बी भनेपछि यो भ्यालु पनि यसमै राखौँ, यो राख्दाखेरि के हुन्छ, वाइ हाम्रो कति छ 0 इजिकल टु ए कस रुट अन्डर ए कस समथिङ इन्टु 0 भनेको के भयो यसमा, यसमा त एल छ नि त हाम्रो एक्स, एक्स भनेको एल छ नि त, सो रुट अन्डर पी बाई इआई इन्टु एक्सको भ्यालु एल छ, ठिक छ, एक्सको भ्यालु एल छ पी अपन इआई। त्यस्तै बी साइन रुट अन्डर पिइआई डट एल छ, किनकि एक्सको भ्यालु त एल छ बीमा, सो अब यहाँ हेर्नु नि त हाम्रो ए इजिकल टु 0 आछ भनेपछि 0 इजिकल टु समथिङ भनेको यो 0 इन्टु कस समथिङ भनेको 0 हो, यो ए को भ्यालु हामीले 0 राखे प्लस बी साइन पी बाई इआई डट एल रुट अन्डर, ठिक छ। भनेपछि हाम्रो यहाँबाट के आयो भन्दा, यहाँबाट आयो बी साइन पिइआई डट एल रुट अन्डर इजिकल टु 0। अब यहाँबाट के हुन्छ, आइदर बी इजिकल टु 0 और साइन पिइआई डट एल रुट अन्डर इजिकल टु 0। अब हामीले बी इजिकल टु लेख्न मिल्दैन, किन मिल्दैन, किनकि हाम्रो ए पनि 0 छ बी पनि 0 छ भने त हाम्रो डिफ्लेक्टै भएन नि, तर हाम्रो हिन्ज बोथ एन्ड हिन्ज हुँदाखेरि हाम्रो डिफ्लेक्ट हुन्छ, सो हामीले बीलाई 0 लिन मिलेन, कि त बी 0 लियो भने हामीले एलाई 0 लिन मिलेन, सो हामीले बीलाई 0 लिन नमिलेपछि हाम्रो के हुन्छ, हाम्रो साइन पिइआई डट एल हामीले यसैलाई 0 लिनुपर्छ, सो ठिक छ, बुझिरहनु भएको छ। भनेपछि हाम्रो साइन यो गर्दाखेरि हाम्रो साइन केमा 0 हुन्छ, साइन 0 भनेको 0, साइन पाई भनेको 0, साइन 2 पाई भनेको 0, 3 पाई एन्ड देन 0 भनेपछि हाम्रो पी बाई इआई रुट अन्डर डट एल इजिकल टु 0 पाई 2 पाई 3 पाई यस्तै यसरी लाँदै जाने, तर हामीले यसमा 0 नलिने, किन नलिने, 0 छ भने त हाम्रो डिफ्लेक्टै भएन भन्छ नि, डिफ्लेक्सनै भएन भन्छ, सो हामीले मिनिमम पोसिबल भ्यालु भनेकै पाई हो, सो हामीले यसको भ्यालु नै पाई लियौँ, किनकि 0 लियौँ भने चाहिँ हाम्रो डिफ्लेक्सनै भएन भन्छ, सो पाई लिँदाखेरि हाम्रो के हुन्छ, यो हुन्छ स्क्वायरिङ बोथ साइड गर्दाखेरि पिइआई डट एल स्क्वायर इजिकल टु पाई स्क्वायर, यो गर्दाखेरि हाम्रो पी इजिकल टु पाई स्क्वायर इआई बाई एल स्क्वायर, यति हो, यति हामीले यति गरेको हाम्रो 7 मार्क्सको लागि हामीले यति गर्नुपर्छ, ठिक छ। हामीले अब कन्क्लुजनमा जाऊँ, हाम्रो बोथ एन्ड हिन्ज हुँदाखेरि युलर्स फर्मुला सोध्यो, सो सुरुमा हामीले के गर्यौँ, यो पनि हिन्ज छ यो पनि हिन्ज छ, ठिक छ, त्यसपछि यहाँदेखि एक्ससम्मको डिस्टेन्समा यो भर्टिकल होरिजेन्टल डिफ्लेक्सन वाइ छ भनेपछि मोमेन्ट अफ इनर्सिया भनेको फोर्स
इन्टु डिस्टेन्स नेगेटिभ चाहिँ हाम्रो साइन कन्भेन्सनबाट। त्यसपछि हामीले यो फर्मुला मोमेन्ट अफ इनर्सियाको रट्दिने। यो रटेपछि यो दुईटा इक्वेट गर्दाखेरि हाम्रो यस्तो आयो। यसलाई हामीले डिफरेन्सियल इक्वेसनको फर्ममा लाँदाखेरि हाम्रो वाइको भ्यालु यस्तो हुन्छ। त्यो गर्दाखेरि हाम्रो यो भयो। त्यसपछि एमा र बीमा हाम्रो के हुन्छ, एमा हाम्रो एक्स पनि 0 वाइ पनि 0, बीमा हाम्रो एक्सएल वाइ 0। त्यसपछि यो गर्दा हाम्रो के हुन्छ, हाम्रो यसरी फोर्सको भ्यालु आउँछ। यति गऱ्यो भने हाम्रो इजी 7 मार्क्स आयो। ल नाइस हाम्रो लास्ट च्याप्टरको। त्यसपछि अब हामी सेकेन्ड केसमा म अर्को भिडियो बनाउँछु है त। सेकेन्ड केसमा त्यो